आराम हुनुहुन्छ हैन त? आरामै छु भन्। अब कुरा के भने नि फुपू, नलिनु ऋण भाले लिहाले, अब उनले तिर्न नसक्ने भइहाले। अब जे भयो नि छोराको नाताले तपाईहरुलाई पनि कति टेन्सन दिनु, त्यो पैसा त मैले तिर्न पर्यो नि हैन? भन्नु बाबु भन्। यहाँ मैले यसो आफूले जानेको सानतिनो काम गरेर 1-2 हजार रुपैयाँ जम्मा गरेको थिएँ। अब त्यत्रो पैसा छ, त्यही 1-2 हजार गरेर भए नि कटाउनु त पर्यो नि भनेर नि। के गरौँ हजुर, त्यो 1500 जम्मा भएको छ, ल्याइदिउँ अहिले? ल हुन्छ बरु यसो भन् त बाबु, 1500 मात्रै के लिएर आउँछस्? बरु 5-6 दिन अरु काम गर हैन, अनि 5-6 हजार बनाएर एकैचोटी लिएर आइज नि त है। हुन्छ फुपू, तपाई ढुक्क हुनुस्, तपाईको पैसा अब यो भदाले तिर्यो। हस् त अहिलेलाई राखौँ है त। ल बाबु ल राख। होइन के हो यो को अवस्था झन् तगडा पो रहेछ। लाउन पा छैन, भट्टाभट काम गर्न सुरु गरे बा। धन्य होस् बाबा, हजुरको जय होस्। हजुर त काली बाबा भन्दा पनि तगडा